यी चाहिँ के का बेर्ना हुन्? यो तरकारीहरूको हो। यसमा करेला पनि छ। यो यतातिर चाहिँ यो काँक्राको हो, यता करेलाको हो, यता फर्सीको हो। अनि यस्तै तरकारीहरूका ढ्याङ्गुन। यो काँक्राको हो। यो काँक्रा चाहिँ माथि आएछ, हो बर्बाद पारेछ। यो बेर्ना चाहिँ अनि पात चाहिँ के का हुन्? यो मसला हो। यो यसलाई जिम्बु भन्छ। हजुर। जिम्बु चाहिँ यो माथि हिमालयतिर हुने चिज हो नि त यो। अच्छा। जुम्लाबाट ल्याएको मैले मगाएको हो। अच्छा। त्यसकारण यो कस्तो हुन्छ भनेको राम्रै भइरहेछ, छिटै फसाइरहेछ। यो जिम्बु हो। यिनी चाहिँ अरू हो नि चाहिँ यो गुलाबी फुलको यो गरिरहेको छु अहिले, नर्सरी गराइरहेको छु। यो चाहिँ घाँसहरू हुन्। यो अनार हो, यो सबै अनारको मुना हालिसक्यो नि, पलाइसक्यो। अब रातो रातो भइरहेको रहेछ रातो हैन? रातो यो चाहिँ मुनाहरू हालिसकेको छ। अब यो सफल भइसकेको छ। अच्छा। यो चाहिँ आफको बेर्ना त्यो कहाँबाट? आफू चाहिँ रुखमा कलमी गर्ने भनेर बनाएको। यही हो। यो चाहिँ कृषि वन भन्ने हो। कृषि वन भन्छ। कृषि बाली वन भन्छ। यो चाहिँ अलरको बुट्टा हैन? त्यो अलर हो। यो अम्लिसो हो सबै। ऊ त्यताबाट सबै अम्लिसो हो। यो घाँस भन्ने हो। थोपा सिँचाइ हो। हजुर। थोपा सिँचाइको व्यवस्था पनि रहेछ हैन? थोपा सिँचाइ नभएकोमा मर्छ यो चाहिँ खरिदमा भनेर हो। यो खुर्से केरा हो। अच्छा। भयो। कटहरको बुट्टा हो। यो अलि सुकेछ हैन? अब पात बदल्दैछ। ए पात बदल्नको लागि। यो चाहिँ यो सुनकागती हो। सुनकागती? यो सुनकागती हो। कहाँबाट ल्याउनु भएको? यो चितवनबाट ल्याएको हो। 400 रुपियाँ बुट्टा पर्यो। हजुर। मैले 70वटा बुट्टा लगाएको छु। 70वटा बुट्टा हैन? हजुर। यो किन गरिएको भने यसलाई पानी हाल्नै पर्छ। हजुर। यसलाई पानी हाल्ने क्रममा यो सबैले पानी पुगिहाल्छ। एउटाले पानी हाल्दाखेरि सबैले पुग्छ। तरकारी पनि भयो, यो कागतीलाई पनि पानी पनि पायो, मल पनि पायो। त्यस कारण यो यस्तो खालको खेरो नजाने गरिकन लामो समयसम्म हुने भयो हैन? यो सानो खेर गएको ठाउँमा यतिर गरिएको त भन्दा मजिलो माटो छ। सानो ठाउँमा पनि खेर नफाल्ने भनेर। यो चाहिँ के को बेर्ना जस्तो छ? यो घाँसको बेर्ना हो। यो किमु हो। यो के किमु, रेशमी किमु भन्छ यसलाई हैन? यो यसमा चाहिँ यो तरकारी पनि, तरकारीको साथसाथमा यो किमुको घाँस पनि हुन्छ। पछि चाहिँ बेर्ना सार्ने भनेर बनाएको हो। यस्तो लिचीको साथसाथमा यो भाजी पनि खाने, अब यो सब्जी पनि खाने, अनि यो लिची पनि सर्ने। यसमा भर्खर झलमल दिइहालेको छु। थापो मल बनाएको छु। यहाँ मुनि चाहिँ थापो हालेर माथिबाट माटोले पुरेको हो। यो सिँचाइको लागि होइन होइन। यहाँ हजारीहरू यो अनार हो। यसले भर्खर गोडमेल गरिरहेको छु। यो घरभित्रको जो भुस झारिन्छ, बिहान बेलुका बढालिन्छ, त्यसको चाहिँ मल हाल्ने खाल्डो हो। यो यसमा चाहिँ यो आलु आफै फल्यो हैन? आफै चाहिँ फलिरहेको छ। यहाँ कताबाट आफै उम्रियो। अब ल, अब केही दिनमा यो आलुले पनि तरकारी खान दिन्छ। अनारमा किरा लाग्नको लागि, किरा चाहिँ रोकथामको लागि यो यसमा एउटा लिभर्स भन्ने हालिन्छ किरा रोकथामको लागि। सबै यो खडेरीले केराहरू सब सुकेर खतम भयो। यो पनि यो आरुको बुट्टा हो। सबै त्यतातिर त सबै त्यो कागती मात्रै छ। अब
यही हो यो बाख्राले खाइदिएछ पात खाइदिएछ लिचीको है त्यस्तै हो बाख्रा पालेपछि होइन बाख्रा पाटा भएपछि हानि नोक्सानले पनि गरिहाल्छ अब नाफा पनि हुन्छ नोक्सान पनि हुन्छ अच्छा त्यसमा फुलहरू हुन् त्यस्तै छ भाजीको साग होइन यहाँ चाहिँ के ढाकेकोमा चाहिँ के यसमा लगाउनु त यो सिमी हो यो छापो सिमी भन्ने छापो खेती पनि भन्छ यसमा चाहिँ सिमी छ अच्छा यो यो चाहिँ यो धारा हजुर होइन यो कपडा सपडा धुनको लागि अब नुहाउनुको लागि सजिलो हुन्छ भनेर धारा हो पानी अच्छा पिउने धारा यो पानी खान पाइन्छ यो यसमा त सङ्कलन भएको यो पोखरी हो यो अच्छा यो पोखरी चाहिँ माटो सिमेन्ट पोखरी भनेको अच्छा यसको चाहिँ आकाशबाट परेको पानी र धाराबाट आएको पानीलाई बढी भएको पानी हामीले यसै पोखरीमा प्रयोग गर्दछौँ त्यसलाई भरेर त्यसपछि लगेर चल्छेर त्यो हामीले यो ड्युमो प्लान्टमा प्रयोग गर्दछौँ अच्छा बर्सातको पानी पनि आधी होइन सङ्कलन गरी बाली बिरुवामा सिँचाइ गर्नको लागि सजिलो होस् भन्नको लागि पोखरी बनाइएको त्यसको लागि यो ग्रिन इभोल्युसन परियोजनाले सञ्चालन गरिरहेछ अहिले अच्छा त्यस्तै गरेर यो चाहिँ त्यहीबाट हान्नु हुन्छ ठिक छ म हेर्छु त्यता यसमा चाहिँ यो झोलमली एक हो यो अच्छा यो गाईको गउँतबाट बनाइन्छ अच्छा यो चाहिँ झोलमल 2 हो यो पनि गाईको गउँतबाट बनाइन्छ यो जीवामृत भनेको पनि यो परियोजनाको लागि हो विभिन्न तहका छन् त्यसमा चाहिँ औषधि छ हामीसँग आयुर्वेदिक औषधि बनाएको छौँ अच्छा हामीले बजारबाट किन्नु पर्दैन हामीले आफ्नै अर्ग्यानिक बनाउँछौँ हजुर यो 3G घोल भन्ने हो हजुर हजुर अनि यो चाहिँ यो गाईको चाहिँ गउँत सङ्कलन केन्द्र हजुर होइन त्यसमा बोतलमा भर्ने अथवा त्यहाँ ड्रममा हालेर ड्रममा प्याक छ अहिले भरि छ बोतलमा राखिरहेको छौँ हजुर यो गाईको गउँत सङ्कलन हो यो मोही हो हजुर मोही चाहिँ हामीले डढेलो रोगको लागि नियन्त्रणको निम्ति त्यो औषधि बनाउनको लागि राखिएको हो यसलाई कसरी हाल्न सकिन्छ यसलाई 120 लिटर पानीमा 1 बोतल के अरे 1 लिटर 1 लिटर मही हाल्ने मही हालेर अच्छा 100 ग्राम बेसार हालेर अच्छा फिटेर 2 दिन पछाडि हामी चाहिँ लाइकिराको लागि औषधि बनाउँछौँ अच्छा डढेलोलाई पनि ठिक गर्छ अच्छा त्यो भयो यो चाहिँ भर्खर सुधार है यो गाडी गोरुहरू बान्ने यसमा चाहिँ घाँस खान सजिलोसँग यताबाट घाँस खान्छन् अच्छा यो चाहिँ खालको ढुङ्गामा हो यो अब यो फेरि हाल्नुपर्छ अहिले बाहिरबाट आएको गाईहरू पशु चौकाहरू जाडो भएको हुनाले होइन जाडो भएको हुनाले यो दुध भाजिएको छ यो चाहिँ यो गाईको गउँत सङ्कलन गर्ने हो यताबाट आउँछ होइन त्यताबाट आएर बग्दै आउने बग्दै आएर यहाँ जम्मा हुन्छ त्यसपछि हामीले यो चाहिँ हर्मी कम्पोस्ट मल हो यसमा चाहिँ हामीले गनेउला हालेर हामीले 25 रुपियाँ केजी अच्छा बिक्री गर्ने गर्दछौँ हामीले यहाँबाट बनेको मल बाँकी चाहिँ हामीले 1500 केजी लगेर 2000 सम्म केजीको गनेउला पनि बिक्री गर्ने गर्दछौँ अच्छा यो हर्मी कम्पोस्ट मल हो यो अच्छा साग आलु रहेछ यो आलु चैत बैशाख महिना बर्खा खाने आलु हो अच्छा मिश्रित खेती हो मिश्रित खेती भन्नाले
यसमा केराउ पनि छ, उतापट्टि चाहिने पालङ पनि छ, उतापट्टि लसुन पनि छ, यसमा खुर्सानी पनि छ, यसमा चाहिँ के भन्छ यसलाई सम्पू पनि छ, उतापट्टि चाहिँ के अरे सिमी पनि छ। यसलाई मिश्रित खेती भनेर भन्छ होइन, यो मिश्रित बाली हो यो। मल चाहिँ कसरी हाल्नुहुन्छ? युरियाहरू के हाल्नुहुन्छ? यसमा युरिया र डेडी भन्ने कुरो हाल्न पाइँदैन। हामीले वातावरणीय अर्ग्यानिक पर्यावरणीय खाद्यान्न अथवा रासायनिक होइन, यो अर्ग्यानिक मल बनाएर हाल्नुपर्छ हामीले। हामीले विषादी रहित हो हाम्रो उद्देश्य भनेको। त्यो उद्देश्यले पार गर्नको निम्ति यो सबैमा यसमा चाहिँ युरिया डेपी भन्ने यसमा केही पनि हालिएको छैन। है यो काउली हो, उतापट्टिको बन्दा हो, यो मोहनी पासो भन्ने हो। यो मोहनी पासोमा है, मोहनी पासोमा चाहिँ आएर यहाँका किराहरू पस्छन् र मर्छन्। यो पासो हो है, यस्तै हो कि। अब यसमा सबै बोडी खेती छ, बोडी लगाएको छ। यो पोथेबोडीको यो चाहिँ छापो हालेर छापो खेती हो। यो पनि बन्दा र काउलीसँग मिक्स छ यहाँ पनि। बन्दा र काउली होइन, यो कागती हो यो। हजुर, यो चाहिँ धनियाँ होइन। त्यस्तो गरेर यो चाहिँ के को बुट्टा जिरा हो, जिरा। यो जिरालाई चाहिँ बिहान गोडेको हो, फेरि मर्खाउनु पनि जहिले। त्यो यस्तो गर्न पायो भने खुसी लाग्छ। अब खेतीलाई माया गरेपछि आफूलाई पनि माया गर्ला भन्ने हो। यो माया भन्ने चिज पनि गइदिएको रहेछ। खेतीको माया, अर्काको माया, अर्काको माया, मान्छेको माया, त्यो मायाले पनि सताउने होइन। यो सबै जाने यस सब जिरा हो। अगाडि उठाउनु सब यताको जिरा। यो चुकुन्दर हो, चुकुन्दरको बुट्टा। यो चुकुन्दर खेती हो। यो चाहिँ अब खाने बेला हुन थाल्यो होला। कस्तो भएको छ खोइ, उता चेक गऱ्यो भने हुन्थ्यो। भएको छैन क्या, सानो भर्खरै हुनु भएको रहेछ। भर्खर फल्दैछ, अलि भएको छैन। 2 महिना पछि हुन्छ। यो चाहिँ गाजर होइन। यो सब गाजर हो। अब यो गाजर बिउ बिजन चाहिँ कहाँबाट ल्याउनु? यो बिउ बिजन त आफै उत्पादन गर्ने हो बाबु। आफै उत्पादन गरेर आफै लगाउन सक्यो भने राम्रो हुन्छ। बाहिरबाट नकिन्ने, पैसा कति बाहिर फाल्ने हो। त्यो आउनाले यो उदेश पहिलेदेखि नै बिउ राख्दै आउनु भएको। यो पहिला सुरुमा त यो चाहिँ जिराको बिउ चाहिँ चाइनाबाट ल्याएको हो। यो ग्रिन इभोल्युसन लिबर्टीको सहायताबाट प्राप्त गरेको। अबदेखि चाहिँ नि बिउ आफै राख्ने भनेर यो बिउको लक्ष्य राखेको छु। बिउ ब्याङ्क बनाउने भन्छ। अब के भन्छ अहिलेको जमानाले अनुसार चल्नु पऱ्यो बाबु। त्यस्तै छ। कस्तो लाग्यो त? यो चाहिँ नि राम्रै छ नि त। यो राम्रै छ। यो गाजर हो। राम्रो खेती गर्नुभएको रहेछ हजुरले। यो चाहिँ मेथी हो कि? यो चाहिँ मेथी हो। यो मसलामा आउँछ बाबु। यो मसलाको काम पनि गर्छ, औषधिको काम पनि गर्छ। यो पुरै जाने यो मेथी मात्रै हो। अब आगामी वर्षमा अलि धेरै लगाउने भनेको छु। राम्रै हुँदो रहेछ मेथी। हजुर, अलि बचालेर एकदम यो अम्लिसो राम्रै छ। अम्लिसो यो सबै यहाँमध्येदेखि लगेर त्यहाँसम्मको यो सबै अम्लिसै
अम्लिसै गाडी रहेछ होइन? अम्लिसोलाई चाहिँ यो गाईलाई घाँस पनि हुने, हजुर। बाख्रालाई घाँस पनि हुने, कुच्चो पनि बेच्न पाइने। कुच्चो कसरी बेच्नुहुन्छ? कुच्चो त एउटा कुच्चोको 100 रुपियाँको दरले बेच्नुहुन्छ त्यहाँ ए चाहिँ। हजुर। यो बेसार खेती हो सबै यो, अहिले अब खन्न पाइएको छैन। हजुर। अब यो खन्न पाइदिएको हुन्थ्यो बेसार। पाउनु चाहिँ साह्रो छ। अब यो बुट्टा हो, यो छापा हालिदियो भनेदेखि चिसन भन्छ। हजुर। हजुरको नाम चाहिँ के होला? मेरो नाम बराताल गाउँपालिका वडा नम्बर 8 भट्टेगाई समावेश टोल। हजुर। यो 16,000 कृषि तथा पशुपन्छी समूहको अगुवा कृषक। हजुर। मेरो नाम तेजबहादुर साई हो। हजुर। है हुन्छ। केही सिक्ने बुझ्ने मन लाग्यो तपाईँलाई भनेपछिमा आएर तपाईँले जाने यहाँ सल्लाह सुझाव लिएर जान सक्नुहुन्छ। केही कुरा हेरेर सिकिन्छ भने केही कुराहरू सुनेर पनि सिकिन्छ। तपाईँ यो चाहिँ के होला? बिउ राख्नु भएको हो? चालु हो। हजुर। चालु गर्छ। यो के भन्छ यसलाई भन्दा माटो निर्मलीकरण भनिन्छ। हजुर। हामीले यो पलासी हो, हजुर। यो मल मिक्स गरेर यो माटोलाई मोलेर हामीले प्लास्टिकको कतैबाट हावा नजाने गरिकन हामीले गरेका छौँ। यसलाई छापेर राखेका छौँ। हजुर। यो 30 दिनको दिनमा चाहिँ 1 महिनामा बल्ल के हुन्छ यो निकाल्नु पर्छ। यहाँभित्र भएका जीवाणुहरू जो छन् खराब किराहरू सबै चाहिँ नष्ट भएर अक्सिजन नपाएर मर्छन्। र मल पनि कुहिएर मल्किलो भए हुन्छ। त्यसलाई भनिन्छ माटो निर्मलीकरण भनेर। हजुर। हैन। अब यो चाहिँ सिपताई ज्ञान सिपकोले दियो त भन्दाखेरि पर्यावरणीय कृषिमा आधारित स्थानीय खाद्य प्रणाली रूपान्तरण परियोजना दिगो एकीकृत खेती प्रणाली भन्ने छ। हजुर। त्यो चाहिँ हाम्रो लिबर्ड एपिसी ग्रिन इभोल्युसन संस्थाले हामीलाई चाहिँ केही सिक्ने कुराहरू सिकाइरहेको छ। त्यस अन्तर्गत हामीले यो गरिरहेका छौँ। अब हामी सिकाइमै छौँ, कतिपय सिक्नु बाँकी नै छन्, कतिपय कुराहरू भर्खर सिक्दैछौँ। त्यसको लागि संस्थालाई पनि मुरी धन्यवाद दिन चाहन्छु। त्यसपछि हेर्ने दर्शकहरू, महानुभावहरू, दर्शकहरू, साथीभाइहरूले पनि लाइक गरिदिनु होला। केही सुझावहरू सल्लाह सुझावहरू छ भने लैजानु होला र केही सल्लाह सुझावहरू पनि दिनु होला। अन्य कृषक दाजुभाइहरूलाई पनि यसको लागि मद्दत पुगोस् र मलाई पनि मद्दत मिलोस् भन्ने दिएका साथ तपाईँलाई पनि यो आएर मलाई चाहिँ यो एउटा यसो घुमाइदिनु भयो, घुम्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद छ भन्न चाहन्छु। थ्याङ्क यू।